नमस्ते साथीहरू, हजुरहरूको धेरै डिमान्ड पछि हामीले फेरि आज 14 इन्चको खुकुरी 2 पिस चाहिँ ल्याएका छौँ साथीहरू हाम्रो कारखानाबाट बनेर। र अब यो खुकुरी एउटा चाहिँ हाम्रो अर्डरको खुकुरी हो, एउटा हामीसँग मात्रै 1 पिस बाँकी छ र हजुरले चाहियो भने तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ। र पुरै यो महारानी यो भोजपुरी खुकुरी हो, हेर्नुहोस् क्या ठुलो, चौडा पनि क्या ठुलो छ, पुरै यो पानावाला ह्यान्डलमा छ, पुरै यो भोजपुरी महारानी खुकुरी कदम चकमा सहित, यो दुईटा कदम चकमा यो लेदरको दाब सहित सबै आउँछ साथीहरू। हेर्दाखेरि पनि एकदम राम्रो चिटिक्क परेको छ, भिड्दै हिँड्दा नि भयो, यो ट्याक्क निकालेर छ्याप छ्यापी चाहिँ मार हान्दा पनि भयो, यो केही फरक पर्दैन। 25-30 धानी बोको त सरले बनाउँछ यसले है साथीहरू। र यो सामान चाहिँ हामीले यो चाहिँ बाहिर पठाउनलाई हामीले अब यो हाम्रो कस्टमरले छानेको साथीहरू, यो चाहिँ हाम्रो नेपाल बाहिर जाँदैछ। अब हामी यो पुरै प्याकिङ गरेर यो अब आज हामी पठाउँछौँ साथीहरू यो डिएचएलबाट। र हामीलाई माया गरेर सपोर्ट गरेर यति सामान पनि छान्नु भएको उहाँ सरहरूलाई धेरै धेरै धन्यवाद छ। र उहाँ यो खुकुरी चाहिँ हाम्रो चितवन जानेछ है साथीहरू। हाम्रो चितवनबाट धेरै धेरै डिमान्ड पनि आइरहेको छ। यो महारानी खुकुरी चाहिँ हामी चितवन पठाउँछौँ साथीहरू। र हजुरको माया साथ विश्वासले गर्दाखेरि हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। र अर्को हामीले यस्तो राम्रो खुकुरी लिएर आएको छ, हेर्नुहोस् त यहाँ फुलबुट्टा भएको खुकुरी, सर्लक्क परेको यस्तो राम्रो खुकुरी लिएर आएको छौँ साथीहरू। ल ताप पनि हेर्नुहोस् पुरै डिजाइन छ। यो चाहिँ हामी बेचिसकेका छौँ साथीहरू, हामीसँग छैन, यो हामीसँग जम्मा 1 पिस मात्रै हो। अब हजुरले चाहिँ चाहियो भने अर्डर गर्न सक्नुहुन्छ यो खुकुरीलाई चाहिँ। यो खुकुरी चाहिँ हामीसँग 1 पिस बाँकी छ र यिनीहरू हामीले बेचिसकेका छौँ। अरू हाम्रो यहाँ सोमा डिजाइनहरूमा छ, इधर पनि देखाउँ यो सबै। ल हजुरले चाहिँ छानेर पुरै चाहिँ कुन मन पर्यो पुरै हेर्नुहोस् यहाँ। यो माथि माथिको चाहिँ हाम्रो यो कस्टमरले छानिसक्यो, हामी निकालिदिन्छ, हाम्रो खाली छ, हामी अर्को राख्नेछौँ अहिले एकछिनमा। हेर्नुहोस् ल यहाँ पुरै हजुरलाई चाहिएको सामानहरू हामीले तुरुन्तै हजुरले अर्डर गरेर भन्न सक्नुहुन्छ। नेपालभरि डेलिभरी हुन्छ है साथीहरू, नेपालभरि डेलिभरी हुन्छ है। ल